सिनेमा आइदिनुभएकोमा म धेरै धेरै नै आभारी छु। अब स्टार्टमा एउटा गर्नुपर्दा भनेको चाहिँ मैले लाइक चलिरहेको त्यस्तो जबै गरिरहेको आफ्नो पढाइ कम्प्लिट गरेँ। तर कता न कता होइन सधैँ मनमा चाहिँ एउटा कुरा चाहिँ रहिरहने कि अझै के गर्न सक्छु कि आफ्नो पोटेन्सियल छ भने चाहिँ मलाई पहिलेदेखि चाहिँ तर अब अझै के गर्न सकिन्छ कि भनेर भन्दै विवाह पनि भयो है। तर त्यो अचिभमेन्टको एउटा सेन्स कहिले पनि आएन। बट सेवामा जोडिने मेरो पहिला त्यस्तो विवाह भइसकेपछि पनि त्यो मनमा हुन्छ नि एउटा इच्छा आकाङ्क्षा सधैँ रहिरहने। त्यो चिजलाई चाहिँ मैले लिँदै जाँदै गर्दा चाहिँ मैले मिसेस नेपाल बोर्डको पेजेन्टलाई फलो गर्न थालेँ। लाइक मलाई इन्ट्रेस्टिङ लाग्यो कि लाइक नेपालमा पनि होइन एउटा विवाहित महिलाको लागि यति प्रेस्टिजियस एउटा सो हुँदो रहेछ। यसमा ब्युटी मात्र नभएर आई थिङ्क दिस इज अल अबाउट कन्फिडेन्स होइन, प्रेजेन्टिङ यर सेल्फ इन फ्रन्ट अफ मिडिया होइन। मलाई त 1-2 वर्ष अगाडि इफ हेर्छु आफूलाई हेर्दाखेरि चाहिँ होइन यस्तो मिडियाको अगाडि आएर बोल्न सक्छु भन्ने त सोचेको पनि थिएन होइन। तर आज होइन यो मिसेस नेपाल बोर्डले यस्तो प्लेटफर्म दियो, यस्तो कन्फिडेन्स दियो होइन। आई फिल सो प्राउड होइन। मलाई अब अरू मेरो फ्यामिली फ्रेन्ड्स त प्राउड हुँदै हुन्छ होइन। तर म आफू पनि आफूमा एकदम गर्व लाग्छ कि किनभने मैले पनि यस्तै हुन्छ नि यस्तो अगाडि आएर बोल्ने होइन, यस्तो आफूलाई प्रेजेन्ट गर्ने त्यस्तो कहिल्यै सोचेको थिएन कि। तर अब आज यसरी बस्न पाउँदा होइन सबै मिडिया कर्मीहरू अगाडि यसरी बसेर बोल्न पाउँदा चाहिँ मैले लाइफमा केही न केही अचिभ गरेँ जस्तो चाहिँ फिल हुन्छ। सो आइम रियली प्राउड अफ माइ सेल्फ होइन। अरूले भन्नुभन्दा पनि म आफूलाई पनि एकदम थ्याङ्क गर्न सक्छु यो जर्नीमा। प्लस हाम्रो मिसेस नेपाल बोर्डको यो सबै अर्गनाइजिङ टिम हाम्रो निशुकान्त सर, अश्विनी झा सर अनि हाम्रो गङ्गा म्याम, सम्राट सर सबैजनाहरूले होइन हामीलाई यति सपोर्ट गर्नुभयो होइन। यो फुल अफ जर्नी हामीमा यति धेरै मेमोरिजहरू छ कि। अनि मलाई अझै पनि याद आउँछ कि हाम्रो ट्रेनिङको फर्स्ट डे होइन सबैजना महिलाहरू हाम्रो कोलिग्सहरू भनौँ होइन होइन सबैजना एकअर्काको मुख हेर्नु भएको थियो होइन। कसैले कसैलाई चिन्नु भएको थिएन। अनि के हो त्यो भनेर सबैको मनमा एउटा डाउट टाइपको पनि थियो होइन। तर त्यो फुल ट्रेनिङ जर्नीमा हामीले सबै फेलो कन्टेस्टेन्टहरूले एकअर्कालाई हामीले यति चिनेँ होइन। एकअर्काको स्टोरिजहरू सुनेर होइन म अझै पनि भन्छु है। मैले यो मोस्टली सबै इन्टरभ्यू पनि भनिरहेको छु। आई थिङ्क आइ एम भेरी इन्सपायर्ड बाई होइन महिलाहरूको त्यो स्पेसली विवाहित महिलाहरूको स्टोरी सुनेर कि त्यो स्टोरी कस्तो हुन्छ भने उहाँहरूको यति धेरै स्ट्रगल हुन्छ, उहाँहरूको यति धेरै रेस्पोन्सिबिलिटीहरू हुन्छ। बट द फ्याक्ट द्याट त्यो रेस्पोन्सिबिलिटीहरू हुँदाहुँदै पनि उहाँ मिसेस नेपाल बोर्ड जस्तो प्लेटफर्ममा आएर आफूलाई रिप्रेजेन्ट गर्नको लागि त्यति इच्छुक त्यति इच्छा रहेछ भन्ने कुराहरू देखियो कि। त्यसमा चाहिँ महिलाहरू स्पेसली होइन हाम्रो नेपालमा अझै पनि समाजमा कतिपय विवाहित महिलाहरूलाई त्यो एउटा के भन्छ रेस्पोन्सिबिलिटीको घेराले बाँधिरहेको छ कि त्यो रेस्पोन्सिबिलिटीहरू फ्यामिलीहरू होइन कति चिजहरू ला यो ब्युटी पेजेन्टमा गएर यो हुने हो कि नाक काट्ने हो कि यस्तो 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 भन्ने अझै पनि कति छ नि त। तर मैले त्यो हाम्रो फेलो कन्टेस्टेन्टहरूलाई हेर्दा होइन सबै कुराहरू हेर्दा चाहिँ आई फिल सो इन्सपायर्ड बाई इच एन्ड एभ्री वुमेन हाम्रो त्यो लास्ट इयरको हाम्रो सबै फेलो कन्टेस्टेन्टहरूबाट। अनि स्टिल होइन आई बिलिभ कि म्यारिड वुमेनहरूको लागि कुनै कुराले पनि स्टपेज चाहिँ छैन। आफूमा गर्न सक्ने क्षमता छ भने, आफूमा कन्फिडेन्स छ भने, आफूले गर्न सक्छु भन्ने त्यो भावना छ भने प्लिज होइन मिसेस नेपाल बोर्ड जस्तो प्लेटफर्म मात्र नभएर अरू जुन आफ्नो जे इच्छा छ आकाङ्क्षा छ त्यसलाई नमार्नु होला। अनि आई थिङ्क आई वान्ट टु वेलकम अल द म्यारिड वुमेन जो इन्ट्रेस्टेड हुनुहुन्छ। प्लिज पार्टिसिपेट इन दिस मिसेस नेपाल बोर्ड एन्ड यु विल डेफिनेटली फिल द चेन्ज। जुन मैले आज चेन्ज आफूमा फिल गरिरहेको छु। आई थिङ्क जो पनि अहिलेको यो वर्षमा पार्टिसिपेट गर्नुहुनेछ उहाँले पनि केही न केही आफूमा चेन्ज गर्नुहुन्छ। एन्ड आई प्रमिस द्याट यु विल बी प्राउड अफ योर सेल्फ। थ्याङ्क यू सो मच। Thank you so much.